र अब लैजानेछु सिमरायोको रेसिपी बनाउनको लागि है। र तपाईहरु सबै हामीलाई मनपर्ने यो फेभरेट सिमरायो मलाई त एकदमै मन पर्छ है। र तपाईहरुलाई मन पर्छ पर्दैन कमेन्ट जरुर गर्नु है। र यसलाई चाहिँ अब यो पहाडी क्षेत्रमा पाइने गरिन्छ है। यति चाहिँ भयो र अबलाई भने यसलाई अलिकति केलाएर यसरी मजाले बुढो पत्ताहरु र ढाक्ला छिपेको केलाएपछि मजाले धुएपछि चाहिँ यसलाई अब अलिकति बोइल गरेर है जुन चाहिँ पानी निस्किन्छ त्यसलाई तारेर त्यसरी हामीले मजाले काट्नु पर्ने हुन्छ हैन। र काटिसकेपछि अब यसरी रेडी हुन्छ। अब यसलाई काटेर रेडी भइसकेपछि चाहिँ हल्का अब पकाउँ भन्दा अलिकति चाहिँ डढेछ त्यसमा माइन्ड नगर्दिनु होला। र अब अहिले चाहिँ गिला गइसकेपछि यस्तो हुन्छ है। यसलाई अब केही चलाएपछि अब यस्तो हुन्छ यसको टेक्सचर। अब यसमा म त्यति अब नर्मल मसलाहरु युज गर्छु है। र अब चाहिँ फाइनल फेस हजुरहरुको सामने प्रस्तुत गरिसकेको छु है। फाइनल फेसमा चाहिँ यस्तो खाले बनिसकेको छ। र अब एकदमै के कसो हुन्छ अब टेस्ट पनि त गर्नु पर्यो नि त है। टेस्ट गर्दा अब मलाई एकदमै राम्रो लाग्यो। र फेरि पनि नेक्स्ट भिडियोमा फेरि भेट्छु। बाइ बाइ।